सबैलाई न्यानो नमस्ते। धुम युट्युब च्यानलमा धुम मचाउन आइसकेको छु। आज चाहिँ हाम्रो घरको थारो हाल्ने, जस्तो कि ल्यान्डर भन्छ तलतिर, अब होइन पक्की घरमा चाहिँ, नत्र भने चाहिँ अब कच्ची घरमा थारो भन्छ। त्यो थारो हाल्नको लागि म चाहिँ यहाँ माथि यो जग्गादेखि हल्का माथिएर जङ्गलमा जान लाग्छु। अनि यो जङ्गलमा गएर त्यो रुखलाई काटेर अनि सानो दाउरा बनाएर ल्याउने काम छ। त्यसपछि हाम्रो गाउँ यहाँदेखि तलतिर छ, यता यहाँदेखि तलतिर छ। गाउँ देखिरहेर हिँड्छ। अहिले पछि गाउँ पनि देखाउन। त्यसपछि पहाडी हिमाल देखिरहेछ। यसमा चाहिँ स्पष्ट देखिया छैन, अहिले देखियो जस्तो लाग्यो। यता पहाडी चाहिँ अब रुख डालेर पत्तर बनाउने हो। अनि पत्तर भनेको चाहिँ दाउरा हो, रुखको दाउरा। अनि त्यसपछि त्यो दाउरालाई चाहिँ टक्क अब त्यो दारमा मिलाएर अनि त्यसमाथि चाहिँ माटो भर्ने, अनि त्यसलाई चाहिँ ल्यान्डर भन्छ हाम्रो यतातिर। म चाहिँ अब यहाँ माथितिर हेर्दैछु, हिँड्नलाई तयार छु। उकालो छ, सकिन्न, स्याफे गरिन्छ, बिस्तारै हिँड्नुपर्छ। चिसो नै छ आजभोलि पनि। चैतको महिनामा बिहानखेरि त यता एकदम चिसो हुन्छ। त्यसपछि हाम्रोतिरको जिउँ हो है, यो त जिउको बालाहरू हो। यति सानो छ, फर्स्ट आएर हिँड्छ धेरै। अनि त्यसपछि जौँको रोटी खानुपर्छ यता हाम्रो गाउँतिर। अनि हल्का अलि कोतर्ने गर्छ जौँको रोटीले चाहिँ। घाँटी खाइन्न त्यति चाहिँ आजभोलि पनि। अब अलि कमै मात्रामा लाउने गर्छन् जौँ पनि, नत्र भने चाहिँ जौँको रक्सी एकदम प्योर हुन्छ है त। हाम्रो गाउँ चाहिँ यता साइडमा देखिन्छ, त्यही हो। तलको चाहिँ बस्नेत गाउँ हो, अनि माथिको चाहिँ बोराटोल हो। दुइटैमा रोड गएको छ। तलदेखि चाहिँ यहाँ जुम्ला जाने रोड हो, मेन रोड, हाइवे। अनि माथिको चाहिँ साइड रोड हो। घरहरू त्यति देखिए चाहिँ छैन, यही हो घरहरू। अनि फाइनली हिँड्दा चाहिँ अब म लालीगुराँस भएको ठाउँमै पुग्न लागेँ। वनमा चाहिँ लालीगुराँसहरू टन्नै फुलिसके। जहाँ पनि यता जाऊ लालीगुराँस, त्यता जाऊ लालीगुराँस चाहिँ लालीगुराँस छ। त्यसपछि यहाँ भयो, यो पुरै रुख हो लालीगुराँसको, पुरै लालीगुराँस। यता देखिरहेछ पुरै लालीगुराँस, यता देखिरहेछ पुरै लालीगुराँस। तिनजोरे मिल्के जस्तै छ है हाम्रो ठाउँ। घुम्न आउँ साथी हो। अनि एकपटक ड्रोन ल्याएर उडाएपछि बल्ल रमाइलै देखिन्छ जस्तो छ। यसरी मोबाइलमा भन्दा पनि होइन, दामी छ। हाम्रो गाउँ चाहिँ यही हो, पारी जिरी। यता साइडमा थियो बोराजिरी, सैना भन्छ हाम्रो गाउँको चाहिँ मैना, सैना मैना भन्छ। सैना मैना भन्ने ठाउँ, सैना भन्ने ठाउँ पनि अन्यत्र छ। रूपन्देही, उदयपुर, लालीगुराँसको बिचमा म दामी देखिरहेछ। वाउ, यता हेऱ्यो लालीगुराँस, यता हेऱ्यो लालीगुराँस। यही लालीगुराँसको लागि चाहिँ तलतिर चाहिँ अलिक टाढा जानु पर्थ्यो। अब यहाँ घरमा चाहिँ नजिकै छ, एकदम 5 मिनटको दूरीमा। टक्क घरबाट हिँड्यो, लालीगुराँस हेऱ्यो, समात्यो, फोटा खिच्यो, हिँड्यो, चल बाबु भने जस्तै होइन। फाइनल्ली अब चाहिँ अब त्यो कत्तर काट्ने ठाउँमा पुग्नै लागि। अनि थोरै छ पुग्नु पर्ने। फाइनली रुख काट्ने ठाउँमा पुगियो। यहाँ चाहिँ मम्मी, उता चाहिँ दाइ हुनुहुन्छ रुख काट्ने।
अनि दाइ र मम्मी चाहिँ अघि नै आउनु भएको थियो, अघि पुग्नु भएको थियो। म चाहिँ अलि बिस्तारै गएको थिएँ, हल्का काटी सक्नु भएको रहेछ। अब चाहिँ म पनि लाग्नुपर्छ त्यो रुखलाई काट्न। यो रुखलाई काटेर चाहिँ अब सानो सानो टुक्रा पारेर घर लग्ने। गाउँमा यसरी दाउरा च्यात्ने, रुख डाल्ने, मल बोक्ने काम गर्नुपर्छ। के गर्ने हजुर, यस्तै छ गाउँले जीवन। काम नगरेर पेटलाई पाल्न सकिन्न, जीविकोपार्जन गर्न सकिन्न। के गर्ने, रुख काट्दा काट्दा थाकियो यार। रुख डल्नलाई अब थोरै बाँकी छ अनि रुख पनि फाइनली डल्यो। अब यो रुखका अब हाँगाहरूलाई काटछाँट गर्ने काम छ, काटछाँट गर्न थालियो। रुखका हाँगाहरू काटछाँट गरिसकेपछि मोडा बनाउनतिर लागियो। अब मोडा बनाएपछि दाउरा च्यात्नलाई सजिलो हुन्छ, त्यसैले मोडा च्यात्नतिर लाग्यो यसरी आरोले। मोडा बनाइसकेपछि यसरी दाउरा बनाउनतिर लागियो। मलाई चाहिँ गर्मी भयो अनि घाम पनि धेरै लागिसकेको थियो अनि म झनै पसिना लागि दाउरा च्यात्नतिर। कत्तर लिनलाई माइली मम्मी र ठुली मम्मी आइसक्नु भएको थियो अनि ठुली मम्मीले चाहिँ कत्तर जगाइसक्नु भएको थियो। जगाउनु भयो र माइली मम्मी अलि बिजी हुनुहुन्थ्यो र फाइनल्ली कत्तर जगाएर ठुली मम्मी उठ्नु भयो। ठुली मम्मी बुढी भए तापनि अब गाउँमा काम गर्नै पर्छ। हाम्रो अब यो दाउरा च्यातेर पनि काम सकियो अनि फाइनल्ली गाइस अब हामी चाहिँ अब घर जान लाग्यौँ। यसरी दाउरा साउरा बनाएर बोकेर दाइहरू अगाडि गइसक्नुभयो अनि बुवाहरू पनि आउनु भएको छ, अगाडि गइसक्नुभयो। फेरि पनि यस्तै यो कत्तर भन्छ यसलाई चाहिँ अब दाउरा नै हो अनि फाइनल्ली कत्तर ल्याएर पनि आइसक्यो यहाँ। अनि अब चाहिँ यता यहाँ हाल्यो थारो चाहिँ अहिले पछि देखाउँछु त्यो पनि। अब चाहिँ अब घर गएर दिउँसोको खाना खानुपर्छ। बिहान चाहिँ नखाएर गएको, खाना खाएर चाहिँ अब टक्क
फेरि यतितिर आउनुपर्छ यो तारो हाल्नुपर्ने काम छ फेरि आज। घर पुगिसकेपछि दाइले र मैले 2-4वटा सेल्फी हानियो। पत्तरहरू यसरी राखेर अब थारो हाल्ने हो। यहाँ चाहिँ मेरो दाइ हुनु हो मिस्त्री, सहायक मिस्त्री, अब हेड मिस्त्रीमा पास हुन लाग्नु भएको छ। अनि यहाँनिर यो एउटा गुर्जाहरूले हुनुहुन्छ। अनि घरको थारो हाल्न पनि अब सुरु हुनै लाग्यो। अनि अब कतार बिछाउन थोरै थियो र गाउँको सबै आफन्तहरू, दिदीभाइहरू, अङ्कल आन्टीहरू सबै आइसक्नु भएको थियो सहयोगको लागि थारो हाल्न। त्यसपछि यसरी माटो खन्ने र माथि लिने र यसरी र्यालफ्याल गराएर थारो हाल्ने काम पनि गरियो। सानो बाबुदेखि लगेर बुढी आमाहरू आउनुभएको थियो सहयोगको लागि। थारो हालेर सकेपछि यसरी चिउरा खाने बाँड्ने काम भयो। त्यसपछि चिउरा बाँड्ने चाहिँ हाम्रो ठुली मम्मी हुनुहुन्छ। थारो चाहिँ हालेर यसरी सकियो। त्यसपछि ठुली मम्मीले चिउरा बाँड्नलाई थारोमै आउनुभयो। सबैजनालाई चिउरा खान अनुरोध गर्नुभयो। फाइनली गाइस अब थारो हालेर पनि सकियो आज। त्यसपछि अब सबैजना घरतिर गइसके गाउँको। त्यसपछि अब म पनि घरतिर जान लाग्छु छु। अब म घर सायद नजिकै छ। थारो हाल्न मद्दतमा आउने सम्पूर्ण गाउँका आफन्तजनलाई म लगायत मेरो परिवारको तर्फबाट धेरै धेरै धन्यवाद। फाइनली गाइस घर पनि पुगियो। अब हात मुख धोएर सफा भएर एकछिन रेस्ट गरेर अनि बस्नुपर्छ मजाले। आजको काम सकियो। यति भन्दै म अब यो भिडियोबाट बिदा हुन्छु। सबैले हेरेर साथ दिनु होला। थ्याङ्क यू। सकेसम्म सबैले लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। धन्यवाद।